थाक्यो मेरो बुढी तोरुलले पाएन आजको दिन चाहिँ लास्टै पनाउँदै रहेछ यार। माथि छ है, माथि छ बोट। तोरुल चाहिँ यहाँ आएको छ, यहाँ है, यहाँ तोरुल भर्खर है साथीहरू। हेलो नमस्ते गाइस सबैजनालाई है। आज चाहिँ बडो बुढी है, अब माघ आयो नि त सङ्क्रान्ति है। माघको सङ्क्रान्तिमा चाहिँ अब तोरुल खानुपर्छ भन्छ होइन। त्यही कारणले चाहिँ आज बडो बुढी चाहिँ तोरुल खाना खन्न गइरहेको छु। कतिको पाउँछ होइन, पाउँछ पाउँदैन म अन्तिमसम्मको भिडियो हजुरहरूलाई देखाउँछु। सो तपाईँहरूले लाइक सेयर होइन कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला। मेरो सबैजना मेरो भगवानहरूलाई। यहाँ हेर्नु न, गल म त गल कोतली बोक्दैछु। बुढीले चाहिँ डोकोमा चाहिँ चिया पानीहरू बोक्दैछ, किनभने खाजा त चाहियो नि त होइन। अब ढुङ्गा माटो खेलाउनै पर्छ। अब घरबाट निस्केछ, बच्चाहरू चाहिँ सबै माथि साइड के अरे दिदीहरूसँग चाहिँ भुलाउन दिएको छु के अरे होइन। कतिको पाउँछ। सो तपाईँहरूले चाहिँ हाम्रो भिडियोलाई माया गर्दै गर्नु होला है। ल ओके कराइयो ए हो ल ल ल ल भाइ कता हो के न तिमी तान्यौ उहाँ ल हाम्रो बाबा पठाउ पनि बिचरा अब माघे सङ्क्रान्तिको लागि पवित्रको लागि चाहिँ हाम्रो बाबा पठाउ पनि तोरुल खाने खन्ने भनेर चाहिँ यहाँ बाटोमा हामीसँग भेटेको छु। एउटा नेचुरल भिडियो पठाउ कि भाइ उहाँ के चाहियो उहाँ यहाँ नि हो ल ल ल बाबा चाहिँ यहाँबाट तल जाने रे तोरुल खानलाई। ल छिल्ने होइन हौ आमा ल छिल्ने होइन ल ल ल ल ल ल बाबा तल गयो भने हामी चाहिँ अझै उता जान्छौँ। यहाँ माथि आफ्नै छेउमा टल्किरहेको हिमाल अन्नपूर्ण 2 लमजुम हिमाल है गाइज। भ्यूहरू हेर्नु न साथीहरू, भ्यू है, भ्यू हेर्नु त है। ट्याक्क हिमालको कागको छ र नि त म है। अहिले हामी गाडीबाट हिँड्दैछु साथीहरू है। यो चाहिँ तपाईँको कबुचे कोरी ट्रेको बाटो पनि हो। यो बाटो चाहिँ पहिला यो गाडीबाट नआउने भन्दै अगाडि चाहिँ हाम्रो बाटो चाहिँ तल मुनिबाट थियो है, एकदम गोरेटो बाटो। अहिले चाहिँ यो जुन यता माथिबाट चाहिँ तपाईँको यो हाइट पावर छ नि त, हाइट पावरहरू यो 0 हाइट पावर अनि यो बोद्मी कितमी हाइट पावरहरू छ। तिनीहरूले चाहिँ गर्दा पनि र यो त हामी अब यो फोड्यौँ भन्ने ठाउँनिर आइपुगेको छ है। गाडीबाट यहाँदेखि तल गइन्छ भने यताबाट चाहिँ यो जुन यहाँ बोर्डहरू छ माथि कपुचीको लागि है, यहाँ बोर्ड। अनि यहाँदेखि चाहिँ तपाईँको यता गोरेटो बाटो छ। यहाँदेखि चाहिँ अलिक तल पुगेपछि एउटा झुलिङ्गे पुल छ है। अनि यही गोरेटो बाटोसम्म चाहिँ तपाईँको कपुचे कोरी यात्रा पनि गर्न सक्छ तपाईँहरूले। हामी चाहिँ अहिले अब बुढी र म चाहिँ यता अब यो झुलिङ्गे पुलनिर आइपुग्न लागेको छ होइन। यहाँदेखि अब लगभग आधा घन्टा 40 मिनटमा चाहिँ पाए पनि नपाए पनि तोरुल भएको ठाउँनिर पुग्छ साथीहरू है। ल यति भन्दै प्रकाश दाइलाई ल माया गर्नु होला, सपोर्ट गर्नु होला, लाइक सब्सक्राइब चाहिँ गर्नै होला मेरो दर्शकहरूलाई है। ल 16 दिन्छु ल। यहाँ 6-7वटा घटाहरू थियो साथी तलदेखि लिएर होइन माथिसम्म। अहिले चाहिँ यो सबै यस्तो भएको अवस्था छ। अहिले त एकदम जो कोही पनि सबै भगवानको कृपाले गर्दाखेरि अहिले चाहिँ सबैको हातमुख चाहिँ राम्रोसँग जोड्नु पाएको छ होइन। त्यही कारणले पनि यिनीहरू हाटेकै हो। पहिला खाना नपाएको बेला त तपाईँको सबै खेती किसान बढी गर्थ्यो नि त, कोदो रोप्ने मकै रोप्ने यो एरिया पुरा घटै थियो। र यो मेरो भिडियो चाहिँ विदेशमा भएको मेरो दाजुभाइहरू आमा बुवाहरू दिदीबहिनीहरूले हेऱ्यो भने
यो हाम्रो तुदु खोला र लिस्मा खोला है। यो मेरो भिडियो हेऱ्यो भने अहिले हामी यहाँ तुदु खोलामा छौँ। अहिले घट्ट चाहिँ छैन, यहाँ पहिला माथिबाट बाटाहरू पनि माथिबाट थियो है। अहिले त यहाँ झुलिङ्गे पुल आएर यताबाट सर्टकट बनाएको हो के अरे होइन। अनि यहाँ खोलामा पा पनि बेसरी पाउँछ है। कब आस्यो, कब स्याले यो म। अनि अहिले त माछा पनि बेसरी पाउँदो रहेछ। फेरि यो माछा यहाँ चाहिँ तलबाट आउने ठाउँ छैन साथी। तल एकदम अग्लो एउटा झरना छ। यहाँ चाहिँ माछा चाहिँ मेरो सालो केटो कान्छा र उहाँको साथी तँ छ किमी, या मेरो सोल्टी बोतल 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 भनेपछि सबैले चिन्छ। बोतल सोल्टी र मेरो सालो सोल्टी कान्छाले यहाँ माछा त्यो सानो सानो फिस्टे छ के अरे माछाहरू लिएर हालेको रहेछ। अहिले त्यही के अरे त्यहाँ पैदा भएर के त्यहाँ चाहिँ माछा बेसरी पाउँछ अहिले। तर जुन बल्छी खेल्नेहरूले चाहिँ एकदम टाइम पास गर्छ। तपाईँको खोला मारेर खोला उता काटिदिने यता काटिदिने गर्दाखेरि तपाईँको माछा अलिकति बढी सिद्धाउँदो रहेछ क्या साथीहरू। बरु बल्छी खेलेर चाहिँ टाइम पास गर्ने, तपाईँको चाहिँ खोला नमार्ने के है साथीहरू। अब हामी पाए पनि नपाए पनि तलनिर जाँदैछु होइन, बाटो मुनि हेरौँ पाउँछु पाउँदैन। आपुर्ति लियो पहिले यहाँ चिख्याउँ घ्याउँछु नि यसले त उहाँ खोइ पिकलकै भइसक्यो रे। मुइन्दले ल अब पाए पनि नपाए पनि जाँदैछु क्या रे। आइया त्यसले यहाँ आकर्मु तल कचम्मा चिउरी नि हाले चिउरी सुर्लो भुइँमा आस्यो। हामीभन्दा अगाडि पनि मान्छेहरू गएको रहेछ के अरे। यो त पुरै यो त मान्छे गएको छ। हामीभन्दा अगाडि मान्छेहरू गएछ क्या साथीहरू। त्यो कहीँ पुरौँ भयो छवा ल। यहाँ अब बाबाले चाहिँ यति खनेर राखिसकेको रहेछ है। अब हामीभन्दा अगाडि आएको बाबाले चाहिँ अब जोस निकै खनिसकेको रहेछ। तल अलिकति अप्ठ्यारोमा गएछ अरे। ल अब हामी पनि यहाँ तोरुलको बुट खोज्ने जारीमा छौँ। अलि नराम्रो ठाउँमा रहेछ क्या सबै। त्यो तर स्यामहरू पनि त चियरबुमी आस्यो त फिर आस्यो आऊ त्यो रहेछ फिर मिकिला चियरमा। बल्ल बल्ल तोरुलको बुट यही हो साथीहरू है। एउटा पाएको छ तर अलिकति अप्ठ्यारोमा रहेछ क्या है। यो बल्ल एउटा पाएको छ है। यही हो है तोरुलको बुट र यसको र चाहिँ यहाँ रहेछ है। यहाँ छ। अब कता चाहिँ पुगेछ हेर्नुपर्छ साथीहरू है। कति गहिरो गएछ। ओ तलैबाट खनाएर ल्याउनुपर्छ साथीहरू है। एउटा बुट छ यहाँ अलिकति काम पनि अलि अप्ठ्यारो रहेछ। बुढीले चाहिँ पुरा यहाँ माथिबाट चाहिँ भत्काउँदैछ। मैले तल माटाहरू फाल्ने ढुङ्गाहरू फाल्ने है। उमर पनि कि उमर पनि उचन भाइ छोरीसँग उचन भाइसँग यहाँदेखि माथिसम्म पुग्नुपर्छ साथीहरू है। तफी भिरा फाल्छ तफी
Wah, bagus rontai murai. Kimi tong para dia. Kimi tong para dia. ल तिमी ए तँ चम तिमी धुँ ताखिने मु आज तँ चाहिँ एक हात एक मुठा ताल्दुम बुढी तिमी यहाँ लायो Kimi bagus rontai tu mini murai. होला तुमलाई मर न यहाँको तँ यु खाइ म्या त्यहाँ तँ त म ढुङ्गा आयो भने के नि के हुन्छ अब ढुङ्गा नआओस् हे प्रिमेसुरा खन्दा खन्दा यत्रो ढुङ्गा निस्क्यो साथीहरू है यति ठुलो ढुङ्गा निस्क्यो साथीहरू बर्बाद भयो अब यसलाई त्यही माथिबाट हेर्छु कता गएर छ त्यो अनुसारले चाहिँ यो छोड्नुपर्छ है दुःख मात्र भयो यताबाट खनेको साथीहरू है यहाँबाट खन्दै खन्दै गएको यहाँ यति ठुलो ढुङ्गा निस्क्यो कि ढुङ्गा अनि तोरुल चाहिँ यहाँ हेर्नु न यस्तो सानो तोरुल खै सानो उइन्दे निर्मु त्यही हो खै हिँडेर सिधेर छ कहाँ तोरुल हेर्न बुढी Koi, toi mua. ल है Kimi. Kimi về nhỏ đi gì. Nhỏ đi tiêu lại cái đó gì. Sao dùng tiêu ấy. तिमी नारिमले बुढी Dạ đó. Sao dùng tiêu thế đó. Kimi về thì nhỏ đi. Abi. Đi xuống em. क्या थिएन थिएन त्यो मुख्याउँ त कुनै पनि घेरेको थियो त टाइगरी तोरुलको नाम हेर्नु न साथीहरू तोरुल अघि मैले थुक गरेको थिएँ नि यो ढुङ्गा खै खिच्युको तालभित्र त यो ठुलो ढुङ्गा खिच्युको थियो तारासी हाम्रो गाईसँग देखाइदिनु पऱ्यो क्या छोड्न यो ठुलो ढुङ्गा छ नि साथी यो ठुलो ढुङ्गा ट्याक्क यो पछाडि गइदिएर चाहिँ क्या ऊ हेर्नु न तोरुल यो त्यहाँ कुनामा छ तोरुल है अनि यो हेर्नु न यस्तो अप्ठ्यारोसँग चाहिँ यो ढुङ्गा फेरि ठुलो रहेछ क्या यहाँ तल्लाबाट खन्दै ल्याएको है गाई झार यस्तो दुःख मात्र भयो कि त्यो ढुङ्गा थिएन भने त कसैले यहाँ हुन्थ्यो के अरे अब खोइ अर्को ठाउँनिर जानु पऱ्यो पाउँछै पाउँदैन हेर्दै गर्नु होला हाम्रो भिडियो है यहाँ फेरि नयाँ ठाउँमा सुरुवात गर्दैछ साथी यहाँ के कस्तो हुन्छ हेरौँ है अघि उता चाहिँ ढुङ्गा पछाडि गइदियो है अब यहाँ चाहिँ के हुन्छ हेरौँ सुरुवात गर्दैछ बुढीले अब दुईजनाले खन्ने हो Kimi toi mua. Kimi toi mua.这是 Koi. 对，猪，那这个是这里运气， Kimi importa ni mu ki dum. 嗯， Oh, tarak. Na. 对了，不是这些不离， Boi tu se ve mer dai. 5 ans le se ve mi. Tim. Ni. 儿子，哎，连抢我用哎， 哇，儿子，来，喂，哇，这点帮忙，不是这边， Ser ma ka tayo to. 是吧？好强了嘛。没有，一眼不谁。啊，就可以个里边，就都抢嘛嘛。चिया पिन लागेको छु साथीहरू है तुरुल खन्दा खन्दा तुरुल खासै पाएन के अरे अब भोक लागेको छ चिया लिएको थियो है यसो चिया चाहिँ खानु पर्यो होइन तुरुल यस्तो ठाउँमा छ कि है अप्ठ्यारो ठाउँमा छ साथी अब यो सकेर गइहाल्यो निस्क्यो पनि ननिस्क्यो पनि छोडिदिए ल चिया ब्ल्याक फ्लिबोमलाई ल गाइस अब हामी चाहिँ घरतर्फ जाँदैछु होइन धेरै त पाएन खासै तोरुल प्रायः जस्तो सबै खन्यो ढुङ्गा पछाडि गएर चाहिँ एकदमै झ्याउ भयो होइन 4-5 बुट खन्यो दुईवटा त अब ढुङ्गा पछाडि गइहाल्यो है रिसले भिडियो पनि गरेन एक पाठी जति पाएछ ठिकै छ पवितार गर्ने त हो है ल तपाईँ हामी सबैजनालाई मैले दुःख गरेर खने पनि हजुरहरूलाई पनि है मेरो युट्युबमा तपाईँहरूलाई पनि ल सिङ्गतीले हाई ल बाई ल बाई ल सिङ्गी त बाई ल बाई बाई ल ओके
ल हेर्नु होला हाम्रो युट्युबलाई लाइभ सब्सक्राइब गर्नु होला। धन्यवाद, नमस्ते हजुरहरूलाई। ओके बाई बाई, आई लभ यु सबैजनालाई।